ढाँट्नु हुँदैन है, सत्य कर्म गर्नुपर्छ है। भनेपछि मन्दिरभित्रको गुन्जासी घन्टीले बस्तीमा त्यो सुन्ने एरियासम्म गर्छ नि त। त्यही सिलसिलामा मैले भनेको थिएँ घन्टी बजारको मन्दिर यो जुन 3.5 वर्षको मेरो प्रमुखको कार्यकाल धेरै कुरा हाम्रो सरले मेरो साथसँग सिकेका छन्। त्यो उहाँको गाइडलाइनबाट नै आज जुन छ त्यही नै हो हामी प्राप्ति गरेको। उहाँप्रति सधैँ म ऋणी रहनेछु। मैले मेरो आफ्नो प्रेरणाको स्रोत भनौँ जे भनौँ उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु। मलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। र यसरी परिवारसँग छुट्टिएर जाँदाखेरि अलिक रमाइलो लाग्छ, अलिक भाग। त्यसरी तपाईँहरू पत्रकार साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। हामीले गरेका कामहरू तपाईँहरूले सम्प्रेषण गर्नुभयो, तपाईँले चाहिँ मिडियामा ल्याउनु भयो। के भइरहेछ मानवहरू के गर्दैछ मन्दिरमा गएर पहिला त तपाईँको चाहिँ ढुङ्गाको पिलरमा चाहिँ घन्टी झुन्याएको हुन्छ। घन्टी बजाउनुपर्छ बाबु घरमा भन्नुहुन्थ्यो र मलाई रमाइलो पनि लाग्थ्यो घन्टी बजाउनु। त्यस्तै अस्ति पनि म एउटा देवीको मन्दिरमा गएको थिएँ, सम्झेँ बाल्यकाल सम्झेँ घन्टी बजाएँ, मजाले बजाएँ। त्यो चाहिँ हामीलाई किन मन्दिरभित्र त्यो घन्टी भनेको सत्कर्म हो कि अब सत्य कुरा है। र उहाँले जुन किसिमको चाहिँ माया गरेर सङ्गठनलाई मानवलाई जुन किसिमको चाहिँ माया गर्नुभयो यो मानव कहिले पनि बिर्सिने छैन। मैले होइन मेरो एकजना जवानलाई पनि सुन्न सक्नुहुन्छ अहिले त्यो भनेको चाहिँ इमान्दारता। हेर्नुहोस् मोरेल लानु केही छैन। संसारमा सबभन्दा कुरा के हो भनेदेखि चाहिँ लोभ छोड्नुपर्छ। लोभ सबभन्दा ठुलो शत्रु हो। त्यो कुरा मैले मेरो साथीहरूसँग यस कारणले गर्दाखेरि चाहिँ हामीले अरूको कुरा काट्ने पोलिसी इज द बेस्ट पोलिसी भनेर पुलिस तुलना कुरा त्योभन्दा बढी चाहिँ मैले यो जुन 3.5 वर्षको मेरो प्रमुखको कार्यकाल धेरै कुरा हाम्रो सरले मेरो साथसँग सिकेका छन्। त्यो उहाँको गाइडलाइनबाट नै आज जुन छ त्यही नै हो हामी प्राप्ति गरेको। उहाँप्रति सधैँ म ऋणी रहनेछु। र उहाँले जुन किसिमको चाहिँ माया गरेर सङ्गठनलाई मानवलाई जुन किसिमको चाहिँ माया गर्नुभयो यो मानव कहिले पनि बिर्सिने छैन। मैले होइन मेरो एकजना जवानलाई पनि सुन्न सक्नुहुन्छ अहिले त्यो भनेको चाहिँ इमान्दारता। हेर्नुहोस् मोरेल लानु केही छैन। संसारमा सबभन्दा कुरा के हो भनेदेखि चाहिँ लोभ छोड्नुपर्छ। लोभ सबभन्दा ठुलो शत्रु हो। त्यो कुरा मैले मेरो साथीहरूसँग यस कारणले गर्दाखेरि चाहिँ हामीले अरूको कुरा काट्ने सधैँ हामीले देख्ने गर्छौँ। आज मैले भने अन्यथा नमान्नु सधैँ आफ्नो कुरा भन्दा नि अर्काको गाली गर्ने, अर्काको इन्सल्ट गर्ने, खुइल्याउने जताततै देखिन्छ नि अहिले। त्यो कहिले पनि गर्नुहुन्न भन्ने मैले चाहिँ मेरो साथसँग सिकेको छु। आफ्नो काम गर्दै जाने निरन्तर रूपमा काम गर्दै जानु मूल्याङ्कन गर्ने जनतै हो। मैले कसैलाई खराब भनिरहँदाखेरि चाहिँ अरे राम्रो सुनेको मलाई राम्रो लागेको छैन अथवा मलाई ठिक लाग्दैन, त्यही नै हो सबै। त्यस कारणले गर्दाखेरि एउटा जुन गाइडलाइन छ, जुन किसिमको गाइडलाइन मैले पाएको छु, मैले मेरो आफ्नो प्रेरणाको स्रोत भनौँ जे भनौँ उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु। मलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। र यसरी परिवारसँग छुट्टिएर जाँदाखेरि अलिक रमाइलो लाग्छ, अलिक भाग। त्यसरी तपाईँहरू पत्रकार साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। हामीले गरेका कामहरू तपाईँहरूले सम्प्रेषण गर्नुभयो, तपाईँहरूले चाहिँ मिडियामा ल्याउनु भयो। के भइरहेछ मानवहरू के गर्दैछ र तपाईँहरू विशेष धन्यवादको पात्र हुनुहुन्छ। र सधैँ सत्यको बाटो लाग्नुपर्छ। सत्यको बाटो सधैँ जित हुन्छ। यो अर्कालाई खुइल्याउने गाली गर्ने कुराको चाहिँ जुन ट्रेन्ड छ त्यसको चाहिँ हामीले चेन्ज गर्नुपर्छ। यति भन्दै तपाईँहरूसँग बिदा हुन चाहन्छु। अरू केही छ तपाईँ बिहान उठेदेखि बेलुका नसुतेसम्म उहाँहरूलाई कमान्ड गर्ने तपाईँको बानी, भोलिबाट कसलाई कमान्ड गर्ने अब? अनि यस्तो आफ्नो बाँकी जीवन भनेको चाहिँ अब विभिन्न तरिकाले बिताउन सकिन्छ। तपाईँलाई आज म एउटा कुरो भन्छु, अलिकति प्रसङ्ग मैले फल के अरे हेर्नुहोस्, मैले अहिले भने लोभ चाहिँ त्याग्नुपर्छ। आज दरबारभित्र बसेर छटपट्टि भएर निन्द्रा नलाग्नु पनि सक्छ, एउटा झुबोले निन्द्रा लाग्नु पनि सक्छ। अबको तपाईँले कमान्ड भन्नुभयो स्वयं आफूलाई कमान्ड गर्ने, सत्कर्मतिर कमान्ड गर्ने। सत्कर्मतिर आफूलाई कमान्ड गर्नको लागि चाहिँ म लाग्छु, अध्ययन गर्छु, पढ्छु, समाजमा कुनै किसिमको भूमिका समाजले आवश्यकता ठानेको खण्डमा त्यतातिर लाग्छु। र मेरो बाँकी जति जीवन छ त्यो चाहिँ सत्कर्ममा लाग्छु। कहिले पनि जनतालाई निराशा बनाउने,
अथवा कुनै पनि नागरिकले निराशा बनाउने कुनै पनि व्यक्तिले निराशा बनाउने काम म गर्दिनँ र मेरो जीवन चाहिँ यसरी नै बिताउँछु भन्ने मैले सोचेको छु। जस्तो तपाईँले एक हप्ता अगाडि नै हो सामाजिक सञ्जालमा मैले नजिकै मन्दिरमा गएर घन्टी बजाएर आएँ भन्ने एउटा सङ्केत दिनुभएको थियो। हुन त यो महानगरपालिकाबाट तपाईँ विदाय भइसकेपछि अब यसको तुला तपाईँ जुन खालको प्रतिक्रिया दिन पनि मिल्छ त्यो कारणले मैले भनिहालेँ। तपाईँ बालेन शाहसँगै उहाँकै पार्टीमा समाहित भएर जाने योजनासहित निस्किन लाग्नु भएको हो कि के हो? यस्तो यसमा चाहिँ तपाईँलाई मैले भने घन्टी भनेको म सानोमा हुँदाखेरि नै मेरो बुवा आमाले डोर्याएर मन्दिरमा घन्टी बजाउन सिकाउनु भएको थियो। मन्दिरमा गएर पहिला त तपाईँको चाहिँ ढुङ्गाको पिलरमा चाहिँ घन्टी झुन्याएको हुन्छ। घन्टी बजाउनुपर्छ बाबु घरमा भन्नुहुन्थ्यो र मलाई रमाइलो पनि लाग्थ्यो घन्टी बजाउनु। त्यस्तै अस्ति पनि म एउटा देवीको मन्दिरमा गएको थिएँ, सम्झेँ बाल्यकाल सम्झेँ घन्टी बजाएँ मजाले बजाएँ। त्यो चाहिँ हामीलाई किन मन्दिरभित्र त्यो घन्टी भनेको सत्कर्म हो कि अब सत्य कुरा है, ढाँट्नु हुँदैन है, सत्य कर्म गर्नुपर्छ है। भनेपछि मन्दिरभित्र गुन्जासी घन्टीले बस्तीमा त्यो सुन्ने एरियासम्म गर्छ नि त। त्यही सिलसिलामा मैले भनेको थिएँ घन्टी बजाएको मन्दिर गएर सानो बचपनको याद आयो, त्यही कुरा सम्झेर मैले भनेको। क्षेत्र नम्बर 4 बाट तपाईँ चुनावमा लड्ने चाहिँ के छ, यो हल्ला मात्र हो कि साँचो? होइन, मैले तपाईँलाई भने म 4 गतिको मितिले चाहिँ सेवाबाट निस्किँदैछु भने भोलि 3 गति त्यसपछि केही भएदेखि तपाईँलाई भने मैले आफ्नो हरेक मान्छे राजनीतिक प्राणी त हुन्छ नै होइन। राजनीति भने तपाईँलाई मैले म फेरि जनप्रशासन विद्यार्थी, मैले मास्टर्स गरेको जनप्रशासन गरेँ। त्यस कारणले गर्दाखेरि मेरा जीवन बाँकी जीवन समाजले कुनै आवश्यकता ठानेन त्यसको लागि म तयार छु, तर म गलत बाटो चाहिँ जान सही बाटो जान्छु। त्यसको लागि सरसल्लाह गर्दैछु, राय सल्लाह लिन्छु। राय सल्लाहको आधारमा जनताले आवश्यक ठानेमा म त्यसको लागि अगाडि बढ्ने मेयर साहब एकै ठाउँबाट मतलब एउटै यात्रामा हुनुहुन्छ यसपछि पनि? अब यस्तो एउटा कुरा चाहिँ के भने म सधैँ मेरो बाँकी जीवन रहेसम्म यो मेरो तपाईँलाई भने मैले मेयर साहबसँग एकदम इम्प्रेसिभ छु म होइन। उहाँ गाइडलाइनहरू मनपर्छ, राम्रो लाग्छ, खुसी लाग्छ, केही कुरा सिक्न पाइन्छ। इमानको एउटा भारी बोकेर हिँड्नु भएको छ। त्यसमा चाहिँ म सधैँ उहाँको अनुयायी भनौँ, उहाँको पथमा चाहिँ हिँड्छु। यसलाई कसरी बुझ्नु त भन्नु अहिले नै राजीनामा गर्ने उपयुक्त समय तपाईले कसरी ठान्नु भयो? अनि मैले तपाईँलाई भनेको थिएँ, तपाईँलाई चाहिँ पनि भनेको थिएँ सायद 2.5 वर्ष अगाडि हाम्रो चाहिँ टेलिभिजनको मा पनि मैले भनेको म धेरै समय रहन्न भनेको। म नियुक्ति भएर आएको केही समयमा भनेको थिएँ मैले झन् 3.5 वर्षको चाहिँ मैले बिताएँ र मसँग अघि मिडिया साथी पनि थिएँ। म त हामीले लिडरसिप डेभलप गर्ने, सधैँ एउटा कुर्सीमा टाँसेर बस्ने होइन, लिडरसिप चाहिँ डेभलप गर्ने हो। सधैँ एउटै कुर्सीमा टाँसेर बस्नुपर्छ। अझ पनि मेरो जागिर जीवन त बाँकी छ नि त। मैले लिडरसिप हस्तान्तरण गर्न निस्किन लाग्यो। त्यस कारण सधैँ एउटा कुर्सी बसिरहने, उसले मात्रै गर्न सक्छ भन्ने कुराको अन्त्य गर्नको लागि पनि मेरो केही समय हुँदैन, बाँकी रहँदै मैले इमिडिएट मेरो सेकेन्ड इन कमान्डरलाई चाहिँ बुझाएर हिँड्दैछु। त्यस कारण सधैँ एउटा कुर्सीमा टाँसिरहने प्रवृत्ति पनि एउटा किसिमको सङ्केत हो। अबको दिनमा चाहिँ जुन बालेन्द्र शाहसँग तपाईँको सहकार्य हुन्छ, अगाडि सँगै बढ्नुहुन्छ? अनि म उहाँप्रति सधैँ नै उहाँको म फलोअर छु। यसलाई कसरी बुझ्नुहुन्छ बुझ्नु मेयर साहबसँग सधैँ नै सम्झिरहन्छु नि, सधैँ सम्झिन्छु नि। मेयर साहबको विषय त मेयर साहबको सचिवालय मेयर साहबले भन्ने कुरा विषय त भयो। सधैँ उहाँसँग नै उहाँप्रति जुन गाइडलाइन छ उहाँकै पछि लागेर हिँड्नु भएको छ।